सबै विदेश गइयो बारीमा नजाम भने नआउने म बुढोलाई आइयो बारीमा झार पनि कति पलाउनु सक्यो यो दिनकै गोड्नुपर्ने झार पनि फला फला यो किसानलाई यस्तो ठुलो कुरा नभए त ठुलो कुरा थाहा पायो कहाँ छ नि हाम्रो गाउँको अल्छी किसानहरू के त तपाईँ देख्नुभयो हाम्रो गाउँको यो अल्छी किसानहरू कहीँ छन् देख्नुभयो तपाईँहरूले भोलि माथिबाटमा त्यत्रो कार्यक्रम हुँदो रहेछ एकीकृत कृषि प्रयोगशाला त्यत्रो कार्यक्रम गर्दैन कहाँ छन् नि हाम्रो गाउँका कृषकहरू किन मौला आस्ते बढाउँदैन यस्तो तिमीलाई थाहा छैन भोलि माथिबाटमा ठुलो कार्यक्रम हुँदैछ त कार्यक्रम रे के कार्यक्रम हो र त्यस्तो जैविक विषादी सम्बन्धी सचेतनामूलक तालिम हुँदैछ त ए जैविक विषादी यो सुन्न त सुने अब पहिला के हो खास जैविक विषादी भने जैविक विषादी भनेको त्यही झोलमल गडेउलामल भन्दै थिएँ अरू त थाहा छैन माथि कार्यक्रममा आउन भइहाल्छ थाहा भइहाल्छ त ए मलाई आइहाल्छु यस्तो राम्रो कार्यक्रम हुँदा रहेछ हाम्रो गाउँको वडामा कसले छुटाउँछ यस्तो राम्रो कार्यक्रम गाउँका लाटा कृषकहरूलाई सब मैले भन्नु पर्ने है केही थाहा छैन अर्को त हिरै हो क्या हिरै यही नथाहा तिमीलाई पनि थाहा छैन भोलि माथिबाटमा ठुलो कार्यक्रम हुँदैछ त कहाँ गर्छ यो त एकीकृत कृषि प्रयोगशाला त विज्ञ सहरहरूद्वारा सञ्चालित तालिम हो नि जैविक विषादी सम्बन्धी के जैविक विषादी भनेको त्यही झोलमल गडेउलामल भन्दै थिएँ अरू त धेरै सुन्न पाएन भोलि माथि कार्यक्रममा आउन त अब भइहाल्छ नि तिम्रो मर्जी हो आयो हो नआयो हो ए बाबु सुन त सुन भत्तो सत्तो छ कि नै भत्तो सत्तो त छैन पर्दैन फ्रीमा केही सिप सिक्न पाउँछ त त्यसो भए त म आउनु त्यस्ता कार्यक्रममा को आउँछ त्यस्ता कार्यक्रम यी हाम्रा गाउँका कृषकहरू पैसामा मरेका मलाई के मेरो भन्ने काम म त केरा खेल्न गएँ लै भोलि बिहान बिहान है भोलि बारीतिर जानुपर्ने पानी हाल्न जानु पर्यो नि के भएछ मेरो बारी त पुरै सखानै हुँदैछ त के भएछ काठ पनि पहेँलो पहेँलो भएको छन् के भएछ त्यसको बारी त केही पनि भएन त मेरो बारी चाहिँ के भएछ यस्तो कता त्यसले त मेरो बारीमा आँखा लाएन त्यसलाई गएर सोध्नु पर्यो के गर्यो त्यसले खै ए रमेश कहाँ छस् भाइ निस्क्यो छिटो के भयो यो भिडियोलाई किन बोल आस्ते बढाउँदै आयो के भयो यहाँ बसेर कुरा गरेर चिया खाँदै बस्नु सक्नु छोड त्यहाँ मेरो बारी हेर्नु हिँड्न मेरो बारी त सखामै हुन लाग्यो नि के भयो र तेरो बारी त्यस्तो सखामै भन्छ पात पनि पहेँलो पहेँलो भएको छ के भयो बाबा हेर्न हिँड्छ हेरौँ त खै ए पात पहेँलो भयो यो बिरुवा पनि ओइला किरा पनि रहेछ यसमा त विषादी नछरी हुन्न माथि बजारमा समृद्धि एग्रोवेटमा गएर जैविक विषादी ल्याएर छ अनि 2-4 दिनमा ठिक हुन्छ यो त यो रोग र किरा एकै ला विषादी ल्याएर छ न ल म घरतिर लाग्यो है त हुन्छ म अहिले नै गएर लिएर आइहाल्छु त्यो जैविक विषादी भन्ने विषादी किन जानुपर्ने थियो त्यो बजारतिर जानु पर्यो साउली नमस्ते मेरो त सखामै होला नि साउली मेरो बारी त पात पनि पहेँला पहेँला भएको छ नि किरा पनि लागेको छ माथि लाएर रामेले हजुरको एग्रोवेटमा त्यो जैविक विषादी भन्ने पाउँछ भन्थ्यो म त त्यही दिन आएको